हे भगवान, यस्तो घटना सुन्नु पर्दा यति रिस उठेर आउँछ कि कुरै नगरौँ। हामी नेपाली कहिले सुध्रने अनि कहिले आउँछ कि हाम्रो बुद्धि? दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। हामी भने अझै तल्लो जात माथिल्लो जात भनेर कुटाकुट गर्ने, मारामार गर्ने, काटाकाट गर्ने काम गरिरहेका छौँ। उफ, नेपालीको बुद्धि। रोल्पामा एकजना 11 वर्षीय बालकलाई त मेरो घरमा किन आइस भन्दै टोपबहादुर खत्री नाम गरेका एक व्यक्तिले निर्घात कुटपिट गरेका छन्। बिचरा त्यो बालकको आँखा, गाला र मुख पुरै सुन्निएर रगताम्य भएको छ। उनको रगताम्य भएको शरीरको भाग जस्ताको त्यस्तै देखाउन फेसबुकको पोलिसीले अनुमति दिँदैन। त्यसैले भिडियोको केही भाग हामीले ब्लर गरेका छौँ। बाँकी कुरा गर्नुभन्दा अगाडि त्यो बालककै मुखबाट सुनौ खासमा के भएको थियो त। रोल्पा प्रहरीको अनुसार यो घटना आजभन्दा 4 दिन अगाडिको अर्थात् यही वैशाख 11 गते रातिको हो। रोल्पा जिल्लाको गङ्गादेवी गाउँपालिका वडा नम्बर 5 पाखापानी फुलबास भन्ने स्थानमा बसोबास गर्ने 11 वर्षीय बालक खगेन्द्र विक खेल्ने क्रममा टोपबहादुर खत्रीको घरभित्र छिर्न पुगेपछि खत्रीले त तल्लो जात किन मेरो घरभित्र छिरिस भन्दै बालकमाथि निर्घात कुटपिट गरेका रहेछन्। बालकको खास गरी टाउको र अनुहारमा बढी प्रहार गरिएको यानि कि चोट लागेको कुरा भिडियोमा हामीले स्पष्ट देख्न सकिन्छ। कुटपिटपछि बालक रोई कराई गर्दा छिमेकीले थाहा पाएर छुट्याउन जाँदा टोपबहादुर खत्रीसँगै अर्का 2 जना भीमबहादुर खत्री र मस्तबहादुर खत्री समेत मिलेर छुट्याउन आएका अर्का गोपाल विक नाम गरेका व्यक्तिलाई खत्री समूहले धारिलो हतियार प्रहार गर्दाखेरि गोपालको टाउकोमा समेत गम्भीर चोटपटक लागेको छ। 11 गते राति सो घटना भएपछि 12 गते सो बालकको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि बल्ल आफूहरूले सो घटनाबारे थाहा पाएको प्रहरी बताउँछन्। त्यसपछि पीडित बालकको परिवारले वैशाख 14 गते अर्थात् हिजो इलाका प्रहरी कार्यालय घरती गाउँमा जाहेरी दर्ता गराएसँगै प्रहरीले घटनामा संलग्न 3 जना खत्रीहरूलाई आज बिहान दाङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोपबहादुर खत्री, भीमबहादुर खत्री र मस्तबहादुर खत्री रहेको छ। घटनापछि उनीहरू रोल्पाबाट भागेर दाङ पुगेका थिए। उनीहरूलाई पक्राउ गरिसकेपछि अहिले सदरमुकाम लिवाङमा रहेको जिल्ला अदालतमा उपस्थित गराएर म्याथप गर्ने तयारी प्रहरीले गरिरहेको छ। खैर, केवल घरभित्र छिरेकै न्युमा अबोध बालकमाथि यसरी कुटपिट गर्ने नामको पछाडि बहादुर लगाएका यस्ता नालायकहरूलाई कडाभन्दा कडा कानुनी कारबाही हुनै पर्छ। अनि मेरो व्यक्तिगत विचारमा चाहिँ यदि साँच्चै नेपालबाट सदाको लागि यो जातीय भेदभावलाई पूर्ण रूपमा हटाउनु छ भने त्यसको लागि यो नाम पछाडि लाग्ने थर नै सदाको लागि हटाइने कानुन बन्नु पर्दछ। एकपटक सोच्नुहोस् त, अहिले मेरो नामको पछाडि श्रेष्ठ छ, त्यसैले तपाईँहरूले सबैले मलाई यो त नेवार पो रहेछ भनेर चिन्नुहुन्छ। तर मेरो नामको पछाडि थर नै नरहने हो भने मेरो छोरा नाति कसैको नामको पछाडि पनि थर नै हुँदैन। यति भएपछि अब आउने 2-4 पुस्तापछि यो तल्लो जात माथिल्लो जात भन्ने कुराको सधैँको लागि अन्त्य भएर जानेछ। किनकि जब थर हुँदैन, थर नभएपछि यो कुन जातको थियो भन्ने कुरा अबको 2-3 पुस्तापछि बिर्सिएर जानेछ। खै यो सम्भव होला नहोला त्यो आफ्नो ठाउँमा छ। अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने धेरैवटा देशमा चाहिँ विकसित देशहरूमा यस्तो थरको कुराहरू कहीँ पनि पाउँदैनौँ। नामको पछाडि आफ्नो बुवाको या हजुरबुवाको सरनेम जोडेको हुन्छ, यानि कि थर भन्ने कुरा हुँदैन। तर दुःख लाग्दो कुरा के छ भने यो जमानामा आएर पनि हामी नेपाली अझै जातपातको कुरा गर्ने, भेदभावको कुरा गर्ने काम गरिरहेका छौँ। जातको नाममा हाम्रो समाज यति अन्धो हुन्छ कि घरि सिङ्गै गाउँ मिलेर नवराज विकहरूको हत्या गरिदिन्छन् त घरि 11 वर्षको अबोध बालकमाथि यसरी निर्घात कुटपिट गरिन्छ। त्यसकारणले गर्दाखेरि सबैभन्दा ठुलो समस्या भनेको हाम्रो नेपालीहरूको चेतनामा छ। किनकि विश्व आज कहाँबाट कहाँ पुगिसक्यो। अहिले विश्वले मान्छेभन्दा फरक प्राणी यानि कि एलियन छ कि छैन, अरू फरक प्राणी छ कि छैन भनेर अर्को ग्रहमा गएर खोजी गर्ने काम गरिसक्यो। तर हाम्रो देश खास गरिकन हामी नेपालीहरू भने अझै पनि जातको नाममा, धर्मको नाममा, वर्गको नाममा, लिङ्गको नाममा लडाइँ गरेका छौँ। अचम्म, यति अचम्म लाग्छ कि त्यो सबै कुरा विश्वको त्यो विकास र हाम्रो नेपालीहरूको सोच अझै पनि कति नेपालीहरूको सोच हेर्दाखेरि हामी त अझै ढुङ्गे युगमै छौँ जस्तो लाग्छ। त्यसकारणले गर्दाखेरि तपाईँको आफ्नो घर पऱ्यो, खास गरिकन विदेशमा रहेका सम्पूर्ण युवाहरूलाई म भन्न चाहन्छु कि तपाईँको घरमा भएको बुवा आमाहरूलाई यो कुरा सम्झाउनुहोस् मजाले। किनकि तपाईँ विदेशमा हुनुहुन्छ, तपाईँ जब घरबाट बाहिर निस्कनुहुन्छ, विदेशको कुरा छोड्नुहोस्, तपाईँ घरबाट बाहिर निस्केर जब कुनै एउटा सहरमा, नेपालकै कुनै सहरमा जानुहुन्छ, त्यहाँ तपाईँको जातलाई म्याटर गर्दैन। किनकि चाहे तपाईँ बाहुन होस्, चाहे तपाईँ चाहिँ दलित होस्, चाहे नेवार होस्, चाहे मगर होस्, जब तपाईँ घरबाट बाहिर निस्कनुहुन्छ, भोक लागेपछि होटलमा खाना छिरेपछि त्यहाँ किचनमा चाहिँ तल्लो जात छ कि माथिल्लो जात छ, कसले भात पकाएको भनेर सोध्ने कुरा हुँदैन। त्यहाँ जे पनि चल्छ, जसले पकाएको जसले छोएको भए पनि चल्छ। तर त्यही व्यक्ति जब फेरि घर फर्किन्छन् त्यसपछि उसलाई आफ्नो जातमा घमण्ड, आफ्नो होइन
रूपमा घमण्ड, यही कुरा सबैभन्दा ठुलो कुरा भनेको चाहिँ देखावटी समाजमा देखावटीपनले गर्दा आज हामी यति तलसम्म गिरिरहेका छौँ, हाम्रो देश यति बिछडिएको छ, हामी पिछडिएका छौँ। त्यस कारणले गर्दाखेरि म फेरि पनि भन्न चाहन्छु कि हामीले आफ्ना परिवारलाई, घर परिवारलाई यो जातपातमा केही पनि हुँदैन भन्ने कुरा चाहिँ तपाईँ हामी जस्ता पढे लेखेका शिक्षित युवाहरूले बुझाउनुपर्छ, सिकाउनुपर्छ। हाम्रा नजानेको बुवा आमा, हजुरबुवा, काका काकीहरूलाई हामीले बुझाउनुपर्छ, हाम्रो समाजलाई बुझाउनुपर्छ। खैर, यो घटनाको हामी घोर निन्दा गर्न चाहन्छौँ र दोषी बहादुर, नामको पछाडि बहादुर राखेका तर नालायक यी व्यक्तिहरूमाथि कडाभन्दा कडा कानुनी कारबाही होस् भन्न चाहन्छौँ। र अघि मैले उठाएको विषय यानि कि साँच्चै नेपालबाट भेदभाव हटाउने हो भने यो थरको पछाडि, नामको पछाडि हुने थर सदाको लागि नेपाली कागजबाट हट्ने कानुनी व्यवस्था हुनुपर्छ कि पर्दैन, तपाईँको विचार कमेन्ट गर्नुहोला।